विश्वविद्यालय अनुदान आयोगले 2023 मा इन्ट्रोड्युस गरेको एन्टरप्रेन्योरसिप सपोर्ट प्रोग्राममा हाम्रो कलेजले सहभागी जनाएका थिए। यो विश्वविद्यालय अनुदान आयोगको यो पहिलो ESP कोहोर्ट थियो। पहिलो ESP कोहोर्टमा 18वटा कलेज एलिजिबल भएका थिए। 18वटा कलेजमा भागीश्वरी पनि थिए र भागीश्वरीबाट 2टा आइडिया चाहिँ विश्वविद्यालय अनुदान आयोगले छानेको हाम्रो पाउँछौँ। 2टा आइडिया भन्नाले हाम्रा 2टा स्टार्टअप छन्। एउटा स्टार्टअप निस्ता कायस्थ हुन्। निस्ता कायस्थलाई आफ्नो बिजनेस ग्रो गराउनका लागि विश्वविद्यालय अनुदान आयोगले 31,50,000 को सिड फन्ड दिएका छन्। अर्को आइडिया भनेको हाम्रो कृपा प्रजापतिकी हुन्। कृपा प्रजापतिलाई विश्वविद्यालय अनुदान आयोगले 24,10,000 को सिड फन्ड चाहिँ दिएका छन् कि कृपा प्रजापतिको स्टार्टअप बिजनेसको ब्रान्ड चाहिँ किस्टो क्राफ्टेड ज्वेलरी रहेका छन् भने निस्ता कायस्थको चाहिँ ह्यान्डमेड वन्डर्स रहेका छन्। विश्वविद्यालय अनुदान आयोगबाट फन्डेड आइडियाज मात्रै भागेश्वरीमा छैनन्। विश्वविद्यालय अनुदान आयोगबाट फन्डेड आइडियाजको अतिरिक्त पनि हामीसँग सेल्फ फन्डेड आइडियाजहरू हाम्रो कलेजमा रहेका छन्। हामीले हालसालै मात्रै मिट विथ इमर्जिङ एन्टरप्रेन्योर्स अफ भागेश्वरी भन्ने एउटा कार्यक्रम आयोजना गऱ्यौँ। त्यसमा हाम्रो 2 प्रकारका स्टार्टअपहरू थिए। एउटा चाहिँ UGC फन्डेड, एउटा चाहिँ सेल्फ फन्डेड। हामी कहाँ रोशनी भडल नानी एउटा छिन्। अहिले MBS फर्स्ट सेमेस्टरमा अध्ययन गरिराखेकी छिन्। उनले फिल्डको बिजनेस गरेको छ र उनको अन्डरमा झन्डै 100 जना अहिले कार्यरत भएको देखिन्छन्। यसले हाम्रो भागेश्वरीभित्र धेरै एन्टरप्रेन्योर्सहरू छन्। हिजो हामीले गरेको एकाडेमिया डायलगले गर्दाखेरि नै होला हाम्रा विद्यार्थीहरू एन्टरप्रेन्योर बन्छु भनेर अहिले चाहिँ आएको देखिन्छ। साथसाथै हाम्रो कलेजले पनि एन्टरप्रेन्योर डेभलप गर्नुपर्छ भन्ने सोचेर यस्ता गतिविधिहरू गर्दै आइरहेका छन्। उदाहरणको लागि मैले अघि भनिहालेँ, हाम्रो भागेश्वरी उत्सव हाम्रो महोत्सव। साथसाथै हामीले केही समय अगाडि मात्रै टर्निङ वेस्ट इन्टु वेल्थ भन्ने एउटा हामीले इभेन्ट आयोजना गऱ्यौँ। हामीसँग ठुलो लगानी आवश्यक पर्दैन। बिजनेस गर्ने हो भने बिजनेसका कन्सेप्टहरू हाम्रो वरिपरि चारैतिर छरिएर बसेका हुन्छन्। त्यो आइडियालाई कसरी बिजनेसमा कन्भर्ट गर्न सकिन्छ भनेर हामीले ब्याचलरमा अध्ययनरत विद्यार्थीहरूलाई हामीले त्यस्तै प्रकारको आइडियालाई बिजनेसमा कन्भर्ट गरेका विभिन्न भेन्चरहरू भिजिट गराउने, त्यसका सक्सेस होल्डरहरूसँग इन्टरेक्ट गराउने काम चाहिँ हामीले गरेका छौँ। हाम्रो अर्को आकर्षण भागेश्वरीको भनेको छात्रवृत्ति हो। हाम्रो उद्देश्य कुनै पनि विद्यार्थी भागेश्वरीमा छिरिसके पछाडि आर्थिक कारणले गर्दाखेरि मैले पढ्न पाइनँ भन्ने स्थिति नआओस्, त्योलाई कन्सिडर गरेर कुनै पनि विद्यार्थीले 2.41 GPA प्राप्त गरेका छन् भने उसले कुनै न कुनै रूपबाट स्कलरसिप पाउँछ। हाम्रो 2.41 देखि लिएर 3.61 भन्दा माथि GPA ल्याउनेलाई हामीले विभिन्न क्याटेगोरी अन्तर्गत हामीले छात्रवृत्ति दिन्छौँ। त्यसका अतिरिक्त हाम्रो छात्रवृत्ति एउटा बल्कमा हामीले प्रोभाइड गर्ने गर्छौँ। झन्डै 40 लाख भन्दा बढी हामी कहाँ अध्ययनरत विद्यार्थीहरूलाई हामीले वार्षिक रूपमा छात्रवृत्ति दिँदै आएका छौँ। छात्रवृत्तिलाई अझ यसको एरिया फैलाउनुपर्छ, एक्सटेन्सिभ बनाउनुपर्छ भन्ने सोचेर भागेश्वरीमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरूबाट हामीले वर्षको 1 दिन बराबरको स्यालेरी काटेर छात्रवृत्ति फन्डमा चाहिँ हामीले राख्दै आएका छौँ। जसबाट कलेक्सन भएको फन्डलाई हामी छात्रवृत्तिको रूपमा चाहिँ हामीले हाम्रो वार्षिक उत्सव र अरू विभिन्न कार्यक्रम मार्फत चाहिँ हामीले वितरण गर्दै आइरहेका छौँ। तसर्थ हाम्रा विद्यार्थीहरू यसबाट पनि लाभान्वित भएको देखिन्छ।